नमस्कार, न्युज 24 हल्ली चल्ली बिचल्ली खबरमा यहाँहरूलाई स्वागत छ। यतिखेर हाम्रो जक्सन हेडुडामा हाम्रो सामाजिक अभियन्ता मिस्टर दीपक घिमिरेज्यूसँग म जोडिएको छु। नमस्कार दीपकजी। के छ हजुरको हल्ली चल्ली के छ? अहिलेको स्थिति परिस्थिति के छ? सँगसँगै सुनिन्छ दीपकजी। मेरो त ठिक छ, जनताको ठिक छ। त्यसै बिचमा मैले हजुरलाई जोड्न चाहिँ हर्पसँगजी गाग्री बोकेर काठमाडौँतिर प्रस्थान गर्नु हाम्रो हर्क त्यसमा चाहिँ हजुरको के छ? हाम्रो हर्कजी मेरो एउटा दोस्त एउटा साथी हुन्। अब हर्कजी गाग्री लिएर काठमाडौँ गए किन गयो त ती बुढा? पक्का पनि ती बुढा पानी लिनु गयो। अब यिनले पानी 84 मात्र किन भन्दा म जान्छु गाग्री म जान्छु नि त 84 मा। हामी 84 मा गएपछि धराने जनतालाई पानी फेरि। हर्कजी ढुकाउनुहोस्, तपाईँको पुरै धरान जिल्लाभरिका मान्छेलाई पानीको एउटा रुपियाँ लाग्दैन, एउटा रुपियाँ। घर घर सरकारी पानी पुग्नेछ। बजेट पुरै खोला बगाउनुहोस्, पाइप जोड्नुहोस्। मेरो सपोर्ट छ तपाईँलाई। म तपाईँलाई बजेट हाल्छु नेपाल सरकारको तर्फबाट। 100 करोड 1 अरब 1.5 अरब कति चाहिन्छ लाग्छ, मलाई चाहिँदैन। त्यस्तो भन्न चाहिँ कमिसन छोड्नु पर्दैन। तपाईँ एकदम सही हुनुहुन्छ। ठिक छ, तपाईँले गाडी ल्याउनु भयो, धन्यवाद तपाईँलाई। काठमाडौँबाट पानी लिएर जानुहोस्। त्यसको गिफ्ट तपाईँलाई के भन्दाखेरि चाहिँ नि फ्री पुरै मेरो नेपालको एउटा धरान जिल्लाले चाहिँ नि पानी फ्री पाउनेछ जिन्दगीभरि। पैसा तिर्नु पर्दैन आजदेखि भने मिसन 84 देखि केपीबाले मान्दैन होइन दीपकजी। केपीजीले नेपालमा रेल गुडाउँछु समुद्रमा के जाति आउँछ समुद्र अब 100 पैसा खाइदिने 100 पैसा गोजीमा हालिदिने भने जस्तै तपाईँहरूको पनि यस्तै हो कि? होइन हामी त गरिबको छोरो। सत्य आजसम्म 37 वर्ष भई झुटो बोलेको थाहा छैन। आफूलाई थाहा छैन। कसलाई किन झुटो बोल्नु? साथीकै बारेमा छ त म सत्य भनिदिने मान्छे, बरु झुटै बोल्दिनँ म। एकदम जनताले पताउनुहोस्। हर्कजी तपाईँलाई मिसन 84 पछि पुरै धरानको फुल बासिन्दालाई जिन्दगीमा पानी पैसा तिर्न पर्ने सिस्टम मिलाइदिउला। वादा हाम्रो धमलाजीले के अरे जनता जान्न चाहन्छन्। तपाईँहरू सुन्नुहोस्, तपाईँहरू भन्नुहोस्, हामी जान्न चाहन्छौँ होइन नि। अहिले खास जनता हान्न चाहन्छ। पहिला जनता जान्न चाहन्थे। अहिले जनता पढे बाठा भए एकदम हान्न चाहन्छन्। यो पहिलाका बुढे ठ्याउकी नेताहरूले खत्तम पारे। जहाँ पोल गाड्दै खान स्ल्याबको बिचमा गाड्दै खाने। अब आँखाले नापिदिन्छन् हेर बित्ता एकदम अनि फ्याट्ट गाडिदिन्छ। लास्टमा रोड बनाउँदा त बिचमा पोल हेर्नुहोस्। अब के भन्ने, कसलाई गाली गर्ने? त्यो त 20 वर्ष अगाडि भएको केस हो नि त। त्यो प्रसङ्ग जोड्दै जाँदा तपाईँ बालनजीलाई के भन्नुहुन्छ नि? अब बालनजी हाम्रो हर्कजी त युवा जेनेरेसन मेरै दाजुभाइ हुन्। हजुर अब म जस्तै सोच भए मान्छे हुन्। हजुर अब उनीहरू चाहिँ छिट्टै अमेरिका बनाउन खोज्छन्। म चाहिँ बिस्तारै नेपाललाई नै थोरै गर्दै लान खोज्छु। खत्तै अब सबै हटाइदिएर बालनजीले सट्टै हटाइदिए। सट्टै हटाइदिएर हामीले 100 मा 3 जोर मजाका खोज्ने। 100 मा 3 जोर मजा काठमाडौँ मलले हामीलाई दिन्छ। त्यो चाहिँ यतापट्टि छ नि त चाइनिज के भने त्यसले दिन्छ हामीलाई 100 मा 3 जोर मजा। अब बिहान साग बालनको त्यो लाठी बोक्नेले चाहिँ लैदिन्छ घरमा। अनि 150 रुपियाँ अटो भाडा तिरेर बजार दिएको छ त खोइ कहाँ छ कि त हरेक चोकमा हाट बजार हुनु पर्यो भन्ने देखाएन रे। यस्तो हुनु गरिब जनताले खानु पर्छ। हरेक चोकमा हाट बजार हुनुपर्छ। बालनले गरेर ठिक छ। रोडमा कसैले पनि पस्नु पाउँदैन। रोड सरकारी प्रपर्टी हो। तर त्यो एउटा चोकको मान्छेले चाहिँ नि 20 रुपियाँ साग किन्नलाई 150 रुपियाँ भाडा तिर्न चाहिँ नपरोस्। हाम्रो देश यसै कङ्गाल छ। सिधै अमेरिका त बन्दैन। तर हरेक चाहिँ नि वैज्ञानिक पद्धतिले गर्नुपर्छ। ठिक छ, काठमाडौँ चोकमा चाहिँ बाँस गाडेर खोल्दै हुन्न, पैसा लाग्दैन। खोलाको छेउछेउमा हरेक गाउँको छेउछेउमा होइन 3 किलोमिटरमा चाहिँ नि बन्नु पर्यो।
भने तरकारी भयो, 100 मा 3 झोल मोजा भयो। ल ठिक छ दिपकजी, तपाईँको तिमीले सुझाव सल्लाह धनीले किन्छन्, हजुरलाई धेरै धेरै धनीले धन्यवाद। त किन्छन्, बिना चोखोले के मतलब हैन। पार्थीमा यति नै भइहाल्यो, पाठमा बाँकी कुरा गर्दै तपाईँलाई गरौँ न। म हाम्रो दोहोऱ्याएर तिमी एकदम राम्रो पत्रकार छौ, तिम्रो पत्रकारिता मलाई मन पर्या दिपकजी। सुन, तिमी राम्रो पत्रकार हौ मिस्टर मनोज हैन। हजुर तिमी पढे लेखा कम भयो नि, पत्रकार चाहिँ साह्रो राम्रो छौ तिमी। अब तिम्रै पनि सन्तान राम्रो हुन्छ है हामीलाई देशी भने फ्री छ नि त। म पानी फ्री गरिदिन्छु, बत्ती फ्री गरिदिन्छु, शिक्षा फ्री गरिदिन्छु, स्वास्थ्य फ्री गरिदिन्छु, सबलाई म पालिदिन्छु। अब अहिले सबले घुस खान म खान्न। अब म अहिले 20,000 कमाएर मेरो सबै पालिरहेको छु भने म 20-25,000 70-80,000 तलब रहेछ त पुगिहाल्यो नि। किन चाहियो धेरै होइन, लुटेर खान्छ छैन मलाई। केपीको त छोरछोरी र त उसले लुटिरहेको छ, मेरो त बालबच्चा छ नि, तर म लिन्न। उसको छोरछोरी छैन त लिएर खालु, मेरो छोरछोरी नभए पुरै सब मेरा 3 करोड मेरा छोरछोरी हुन् भनेर उताबाट यहाँ बुढाबुढीलाई काम गर्ने मान्छे म। ल हजुरहरू यसो सुन्नुहोस्, हजुरको कुरालाई बुझ्नुहोस्। नमस्कार। बाँकी कुरा हामी बाँकी भेटमा गर्दै गरौँ। हस्त धन्यवाद, नमस्कार।